हेलो गाइस, गुड मर्निङ एभ्रिवान। सबैजनालाई सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। हजुरहरूलाई विजय दशमीको शुभ शुभकामना। आज चाहिँ मैले चाहिँ यहाँ अचारको लागि काँक्राको अचार काट्दैछु। बुढाले के गर्दै हुनुहुन्छ अरे? बाला हेर्दैछु। बाला हेर्दै हुनुहुन्छ। भरचिरी चट्ट हिरो भएर कहाँ जानु नि बा? माथि जाने भयो। माथि कहाँ? टिका लाउन डाँडामा। माथि बा चाहिँ माथि किन जानु नि टिका लाउन? टिका लगाएछ बल्ल यहाँको टिका लाउने गरे। केटा मान्छे जान्छन् न के पहिला मुली मान्छे जान्छन् न माथि टिका लाउन? त्यसपछि के अरे यो गाउँको के चलन छ अरे? माथि टिका लाउन जाने मन्दिरमा कोटामा। त्यसपछि टिका लिएर आउँछन् टिका लाउने। त्यो टिका फेरि लाउ घरमा त सबैले टिका लिएर आउनु पर्छ घर लाउने। ए त्यस्तो रहेछ कि यहाँ फेरि माथि कोटामा जाने रहेछ। थाहा भएन, म नि गएको छैन कोटामा हाने त होइन। यहाँ फेरि केटा मान्छे रहेछ क्या झेर जाने। अनि त्यसपछि बल्ल टिका लाएर आउनु रहेछ। टिका लाएर आएपछि सबै घर परिवारले लाउनु रहेछ क्या होइन? बा फेरि चिरो चट्ट भएर जान लाउनु हुनुहुन्छ। सबैको टिका लाउने हो। हामीले पनि लगाइदिने हो। त्यहाँबाट बचेको लिएर त्यसपछि टिका मिसाएर लगाइदिने होइन? त्यही भएर बा जान लानुभएछ। जाने राम्रोसँग। म पनि अचार बनाउँदैछु। म चाहिँ कोठामा अचार काट्दैछु। खसीको लागि होइन? म त यति काटिसकेछु। यो साथीहरू तपाईँलाई थाहा छ यसको बिउ राख्नको लागि यो राख्नुपर्छ अरे होइन कान्छ? यो सबै काट्ने केही बेला पुग्छ। पहिला तलको काट्दियो न हो त टाउकोलाई। ए कति चोक पनि डर लाग्दैछ क्या। मेरो बुढा ल्याउनु त डेन्जरवाला। आयो लाइट आयो भनिदिनु। बा आमालाई लाइट आयो भनिदिनु। लाइट आयो हिरो भन्नु भयो त। तपाईँ बा हिरो छ के अरे? बैसा झन् कति हिरो हुनुहुन्थ्यो होइन बा? हो कि हो नि त? त्यसै पटाउँछन् तोरिनीले हिरो भएर त पटाउँछन्। म तपाईँसित त्यसै पटेको हिरो भएर त पटेको नत्र किन आउँथ्यो झुब्रे भएको त होइन साथीहरू? बा हिरो हुनुभएछ अरे। हिरो भएर त छोरा हिरो भएको छ। मान्छे पनि हाम्रो ससुरा बाबा पनि यस्तो मजाकी हुनुहुन्छ क्या। यस्तो के प्राङ बोल्ने होइन बुढो? मजाकी हुनुहुन्छ क्या। यस्तो केही सिरियस ल्याउनुहुन्न क्या। हामीलाई नि यस्तै खुसी लाग्दैन नि। मिठो हुन्छ नि। यो त तिमी पानी नराखेर कान्छा यो के गर्ने हो? राख्दो त्यही काटे अब के यसो चिला पानी काटिस नि सके सबै। यो गुडी चाहिँ यता राख्नु पर्यो। थाली लिएर आएको होइन? माथि गर्छ क्या माथि केटाकेटी खेल्न। यस्तो मिठो हुन्छ नि साथीहरू। यो अर्ग्यानिक भएर होला यस्तो मिठो हुन्छ नि। त्यति गराइदिन्छु। यस्तो मिठो हुन्छ नि। त्यो त सानो काट्नु पर्दैन। कस्तो खानु? त्यस्तै काट्छ नि। त्यस्तै काट्छ त। पहिला नि त्यस्तै काट्थ्यौ। कस्तो काट्नु ल काट्नु त। यस्तै काटिदिएको त्यस्तै छोडिदियो। यस्तै काटेको राम्रो हुन्छ हो। यस्तो काटेपछि अचार भित्र जान्छ। काटिदियो
जानुभन्दा पहिला यस्तो तयार हुनुहुन्छ अहिले जाने बेलामा जामा भ्यान्ट खल्दिने के भन्नुहुन्छ अरे के भन्नुपर्छ हेर्नु त बाको बिल्ले गर्नुपर्छ यस्तो मिठो हुँदा के यस्तो हेर्नु न यस्तो यस्तो चाहिँ कस्तो मिठो हुँदैन नि यस्तो यो काँक्रा मिठो खानु न एउटा कुरा भनौँ साथीहरू केटा मान्छे जति राम्रो भयो नि केटीहरू पछि लगाए पनि होइन आखिर बुढीले होइन कन्ट्रोल गरे हुन्छन् क्या होइन ऊ निकाल्थ्यो कहाँ गयो के तिम्रो कालो के खानु के यसको नाकमा लगाइदिन्छु त्यो फेरि केटीहरूले तिम्रो काँटा खोइ काँटा लगाइदिन्छु यसलाई यस्तो चाहिँ म मेरो माइत आमाले काट्नुहुन्थ्यो देख्थेँ यस्तो मिठो गराउनुहुन्थ्यो है कस्तो त्यो दिन त कहिले फर्केर आउँदैन याद मात्रै हुँदो रहेछ है साथी यस्तो गर्ने अनि त्यस्तो गर्ने अनि मसलाहरू छिट्दो रहेछ त्यस्तै गरेर डब्बाहरूमा कति हाल्नुहुन्थ्यो हाम्रो माइत पनि यति काँक्रा धेरै हुन्थ्यो क्या होइन पहिला त यस्तो काँक्राहरू धेरै भएर त्यो तिज हुन्छ नि साथीहरू तिजमा त बाफ्रे हाम्रै घरबाट जान्छ धेरै जस्तो बजारमा मेरो बुढाको काँक्रा मनपर्छ या है मलाई चाहिँ खासै मन परेन किनकि सेम्ली खाएको बानी होला तर हामीले चाहिँ होइन साथीहरू सेनामा हुँदा काँक्रा यति चोर्थिन् आफ्नै घर भए पनि साथीले लिएर चोर्ने के बारीमा लग्ने अनि साथीहरूसित काँक्रा चोर्ने अनि नुन खुर्सानी साथीले लग्थ्यो अनि त्यसैमा हामीले खान्थ्यौँ के क्या मजा आउँथ्यो स्कुलको टाइममा त तपाईँले त्यसो गर्नु पक्दैन बुढा काँक्रा चोर्नुहुन्थेन अरूको बारीमा गएर आज चाहिँ कति गऱ्यौँ के कता कमला कमला काँक्रा देखिन्थ्यो होइन अनि साथीलाई ल्याउने अनि सरी अहिले चाहिँ ठुलो भयो रोटी रेडी भइसकेछ अचार नि रेडी भइसकेको छ साथीहरू आमाले चढाउनु भएको यो चढाउनुपर्छ नि पहिला सुरु चाहिँ होइन हाम्रोमा पहिला सुरु देवताहरूलाई चढाउनु पर्छ नि साथीहरू हामी चाहिँ दसैँको लागि रेडी भइसक्यौँ मेरो बुढा खै मेरो बुढा नि रेडी हुनु भइसकेको छ ल मेरो चाहिँ बुबा आउनुभएको छैन टिका लिएर सो त्यही भएर भर्खर टिका भएको छैन साथीहरू सो है ठुलो मान्छे पल्थ्यो धेरै परे खुट्टा धोइदियो यता ल आमाको खुट्टा धोइदियो खुट्टाबाट ढोगिदिने नमस्ते ल खुट्टा ल तिम्रो खुट्टा मैले ल खुट्टा ल्याउ छोलामा बारीको दिन्छ है पैसा नानीको पैसा मस्तै हुन्छ ठुलो मान्छे बन्ने है धेरै बन्ने अनि डक्टर पाइलट इन्जिनियर जस्तो बन्ने हो ठुलो गरेर सबै दिन्छ एकचोटि खान लाग्यो अब खाने हो ठुलो मान्छे बाबालाई एकदम ल खुट्टा दियो बाला धोइन खुट्टा दे तिम्रो खुट्टा मैले धोइदिन्छु ल ल पैसा आर कान्छी बहिनी मेरो खुट्टा धोइन्थे ल अब मैले ल आमा मैले लगाइन्छ न यसो गर यस्तो मेरो छोरी राम्रो मान्छे हुनु हस् ज्ञानी हुनु म्यामले पढाएको ध्यान दिएर सुन्नु हस् पढ्नु ठुलो मान्छे बन्नु छ नि सानोलाई होइन कति भयो 3 सेट गर्नु कति भयो राम्रो मान्छे बन्नुपर्छ नि मेरो छोरो त है सबैले माया गर्ने भन्नु ल ज्ञानी भन्नु
है अनि काठीबाटी पनि बनिन्छ ल के यो बुढोले घु जातेको कति पैसा दियो पैसा ल तिमीलाई ल खुट्टा देखो मेचो लक्ष्मीलाई जोगिदिनु पर्न चाहिँ टिका लगाइसक्यो हामी थोरै परिवार छौँ नि यसो हाम्रो घरको मुली जाउन बा हुनुहुन्छ नि हाम्रो घरको मुली हो किन बा तपाईँ त्यो घरको मुली जाउनुले लगाइदिने हुन्छ होइन एकजना लगाइदिने हुन्छ एकजना लगाइदिए पुग्यो होइन सो यता फेरि यस्तो कल्चर रहेछ सो हामी चाहिँ खाजा खान लगाएको छौँ यो बोले खाँदै हुनुहुन्छ मेचोले कचिरो खाएको है कस्तो छ दही खाऊ यो खाऊ ल खाऊ ल खाऊ ल त धेरै दिन भयो नि खाने त ल ल खाना खाऊ नखाऊ मैले खाइदिन्छु ल समाज ल हामी कति वर्ष पछाडि 6 वर्ष बसपछि लागि अरे 5 वर्षपछि लागि हामी साथी कति बढो यो त गाउँको त टिका लाइन जति अरूलाई लाउँछ र होइन लेट भएर मिठो खाना नि मिठो सँग खानु त पनि खानु अचार भने मासु खानु पो मासु भेट त खानु त यो चाहिँ भुटुवा हो यो चाहिँ काँक्राको चार यो त देख्नुहुन्छ यो चाहिँ झिनी झिनी चाहिँ पाइन्न नि झरे पाइन्छ होइन हातमा नभन्छ पाइन्छ किन पाइन्न मासु खानु हो आमा मासु खानु रोटी खानु साथीहरू हामीले चाहिँ खाएर सकियो मेछली सक्यो है अब चाहिँ आमा बुबा पनि जानुभयो माथि टिका लगाउन हाम्रो माथि हुनुहुन्छ नि मतलब मेरो बुढाको जेठी आमा अनि मतलब कि मेरो सासु ससुराको जेठानी देउरानी माथि हुनुहुन्छ नि माथि घर छ नि उहाँ जानुभयो टिका लाउन त्यही भएर माथि जानुभयो उहाँहरू टिका लाउन सो अब चाहिँ मेरो पालो हो भाँडा मात्नु खाएपछि मात्नु परेन र कसले पो मादिन्छ र बारी मान्छे भएपछि यति गर्नु परेन र ल भाँडा चाहिँ धेरै छैन है साथीहरू ल गाउँघरमा पनि यस्तो हो यसरी बाँध्नु परेन फेरि फोहोर भइहाल्छ त दसैँमा के लाग्यो भन्छ नि फेरि होइन राम्रो कपडा फेरि यस्तो माया लाग्छ कि साथीहरू यस्तो माया लाग्छ कि यस्तो माया लाग्छ कि आफ्नो बुढो पनि त्यतिको माया लाग्दैन हौ बुढोको माया नलागे त्यसको तातो है त तातो तातो छु यसले फेरि यस्तो गाउँघरमा साबुन नभए पनि यस्तो तातो खरानी हुन्छ नि यसले यस्तो स्वाइँ जान्छ भाँडा मात्नु पर्यो होइन साथी हेलो साथीहरू झोरले सन्चै हुनुहुन्छ म पनि सन्चै छु मैले चाहिँ म के भन्न आएको नि यो भिडियो चाहिँ म किन ढिला हालेँ भने मेरो चाहिँ 10 टाका चाहिँ मोबाइल चाहिँ फुट्यो अनि फुट्यो भनौँ है समथिङ फुट्यो अनि फुट्यो मतलब सिसा चाहिँ फुट्यो अनि त्यसपछि अब मोबाइल बनाउन अब हाम्रो गाउँबाट 1-1.5 घन्टा लाग्छ होइन अनि उतना 1-1.5 घन्टा अझै त्यहाँ पनि बेसी भन्छ नि तल के तल सबभन्दा तल छ क्या हाम्रो बजार हाम्रो गाउँमा थियो अनि बजार तल छ नि अनि जानलाई अनि एकदम धो हुन्छ अनि जान नि मन लाग्दैन अनि दाजुभाइ के जाने भने 2-3 दिनपछि माइत गइन्छ होइन समथिङ माइत गइन्छ भन्यो अनि गइएन उतै बनाउँला होइन मेरो माइत अलि बजार टाइपको ठाउँमा छ नि अनि नजिक छ नि दोकानहरू त होइन त्यसपछि म चाहिँ गइनँ अनि माइत पनि अब अलि ढिलै गयो भनौँ न अब जाने त भनेको 17-18 गते जाउँला भनेको थियो अनि समथिङ
त्यतिखेर नि गइएन 22-23 गतितिर गइयो अनि त्यसपछि 22-23 गतितिर गएर बनाउन भन्ने थियौँ तर बनाइएन के त्यसपछि अब बनाइएन नबनाए पनि अब उतै गएपछि हैन यता काठमाडौँ आएपछि चाहिँ गराउनु पर्ला भने अनि आएर नि अब काममा जानु पर्यो काममा व्यस्त अब जागिरी नगरी खानु छैन काठमाडौँमा हैन बुझ्नुहुन्छ नि हैन अनि त्यसपछि हिजो चाहिँ मैले दोकान आएको थिएँ अनि बनाइदिनु भएछ बेलुका अनि यो भिडियो चाहिँ अलि लेट आयो एडिट गरेँ आज म छुट्टी लिएको थिएँ अनि समथिङ त्यही भएर चाहिँ म यो भिडियो लेट हालेँ त्यसैले साथीहरू यो भिडियो चाहिँ कति 1 महिनाको आधी महिनापछि हालेँ हैन अनि हाम्रो बुढाबुढीको चाहिँ टीका चाहिँ बिहा गरेको हाम्रो 6 वर्ष भयो नि 6 वर्षमा हामीले टीका चाहिँ बुढाबुढी सँगसँगै हुन्छन् सँगसँगै लगाइएको छैन त्यही भएर चाहिँ मैले भिडियो बनाएको थिएँ हैन सम्झना त हुन्छ किनकि नलगाएको केही कारणले हैन अब दाजुभाइ भन्ने हुन्छ नि हाम्रो त अब दाजुभाइ भनेपछि अब कोनको बित्ने अनि त्यसपछि कोनको गयो त मेरो माइततिर अब समथिङ बित्नु भयो 2-3 जना त्यसपछि मलाई लगाउन मन लाग्दैन नि हैन अब आफ्नै मान्छे त्यही भएर लगाउन मन लाग्दैन त्यही भएर लगाइएन अनि 6 वर्षपछि लगाइयो अनि हामीले नलगाएपछि मेरो छोरीले नि लगाइदैन हैन नानीको नि हाम्रो नानी 5 वर्ष भयो 5 वर्षपछि उसले चाहिँ दसैँको टीका लगायो फर्स्ट टाइम त्यसपछि चाहिँ हामी मेरो र बुढाको त राम्रोसँग टीका भइएन टीका त भयो हैन समथिङ त्यस्तो भिडियो चाहिँ गरेको थियो बनाएको थिएँ डिलिट भयो डिलिट गरेँ भनौँ न मेमोरी फुल भएपछि त अब के गर्नु हैन एडिटहरू पनि गर्नु पर्यो यताउति उस पनि एप्स पनि डाउनलोड गर्नु पर्यो त्यही भएर चाहिँ मैले त बुढाबुढी लगाएको डिलिट गरिदिएँ अनि नानीको त छ अनि नानीको अब यत्रो दिन भइसक्यो हैन यत्रो आधी महिना गइसक्यो के हाल्नु र भन्ने थियो हैन अनि मेरो बुढाले हाल्दैन मलाई यसो भित्र बनाएको थिएँ कस्तो सम्झना हुन्थ्यो नानीको यत्रो वर्षपछि अब कति वर्ष हुने हो हैन कति वर्षपछि टीका हुने हो हाम्रो अनि त्यही भएर चाहिँ नहालौँ भनेर त एउटा नानीको थियो त्यही भएर म यो भिडियो चाहिँ नानीले टीका लगाएको भए पनि छ सम्झना त हुन्छ नि हैन यतिखेर त मैले टीका लगाएको थिएँ यति वर्षमा पनि खुसी भएको थियो नि एकदम नानी फर्स्ट टाइम हैन उसले टीका लगाएको अनि त्यही भएर एकदम खुसी थियो दसैँ मान्न जाने गाउँ जाने उसले जिद्दी गरेर त गाउँ गएको हैन त्यसपछि मैले चाहिँ उसको भिडियो हालेको छु अनि यो भिडियो पुरा हेर्नु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई बाइ बाइ।